मन्त्रीज्यू सहित सबै शीर्षस्थ नेताहरू रहेर सबै मन्त्रालयसँग सांसदहरूको अन्तर्क्रिया चलिरहेको छ र आजको यो छलफल अनौपचारिक नितान्त अनौपचारिक हो र सदनलाई कसरी प्रभावकारी बनाउने, सरकारले गरेका गतिविधिलाई कसरी प्रभावकारी बनाउने यिनै विषयसँग जोडिएर अनौपचारिक छलफल भइरहेको कुरा यहाँलाई जानकारी गराउँदछु। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको विधान 2083 लाई आवश्यकता अनुसार संशोधन गर्नको लागि संशोधन कार्यदल मुख्य सचेतकको संयोजकत्वमा बनेको छ र उक्त कार्यदलले आगामी 7 दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको विधान आवश्यकता अनुसार संशोधन गरेर कार्यविधि बनाएर आगामी दिनमा सांसदहरूलाई सदनमा उपस्थिति हुँदै गर्दाखेरि कम्तीमा सदनको मर्यादा, आफ्ना जिम्मेवारी, जनपक्षी आवाज र कानुन निर्माण प्रक्रियामा सशक्त बनाउनको लागि आवश्यकता अनुसार संशोधन गर्ने गरी त्यो विधान संशोधन गर्ने कार्यदल बनेको छ। मन्त्रीज्यूहरूले आफ्नो मन्त्रालयबाट गरेका कामका गतिविधिहरू सार्वजनिक गरेर जानकारी दिइराख्नु भएको छ भने सांसद साथीहरूले आफ्ना कुराहरू, आफ्ना क्षेत्रका समस्याहरू मात्र होइन, आम जनताले दिएका गुनासाहरू सबै कुराहरू त्यहाँ राखिराख्नु भएको छ। ल्याप्सेस कहाँ भइरहेको छ, ग्लिचेस कहाँ भइरहेको छ, सरकारले काम गरिरहेको छ भनेको कुराहरूलाई आम जनतामा किन पुर्याउन सकिएन। ग्यासकै कुरा गर्दै गर्दाखेरि वैशाखमा जम्मा 22 लाख सिलिन्डर मात्र बजारमा पुगेकोमा अहिले गत साउन महिनामा, यो साउन महिनामा 40 लाख सिलिन्डर बजारमा पुग्दै गर्दाखेरि पनि ग्यास अभाव भयो भन्ने कुरा भइरहेको छ। किन भयो, कसरी भयो र यो अभावलाई हटाउनको लागि के गर्नुपर्छ भन्ने विषयमा चर्चा भइरहेको छ। माननीय मन्त्रीज्यूहरूले यी लगायत सबै विषयमा आफ्नो जानकारी दिइराख्नु भएको छ।